नमस्कार सबैजनालाई, म हेरी। आज हामीले अस्ति एउटा भिडियो हालेका थियौँ टिम पुष्करबाट। हामी यो ठाउँमा आएर हेरेर गएका थियौँ र यहाँ एकदम समस्या देखाएको थियौँ त्यो अस्ति। अनि हामीले यहाँ आउने, यहाँ बच्चा गरेर गएको थियौँ। तपाईँहरूको मायाले गर्दाखेरि आज हामी यो ठाउँमा आउन सफल भएका छौँ र एकदम खुसी लागिरहेको छ। यहाँ आज यो अस्तिको अवस्था देखेर जो अहिले हामी ल्याएर यहाँ पुग्दाखेरि चाहिँ एकदम खुसी लागिरहेको छ। उहाँहरूको अस्ति रोइराख्नु भएको थियो अस्ति, आज उहाँहरूको मुहारमा पनि हामी मुस्कान देख्न सक्छौँ भन्दै हामीले अस्ति भनेर पनि गएको थियौँ। आज तपाईँ रुनु भएको छ, तर अर्को दिन तपाईँको मुहारमा चाहिँ हामी मुस्कान देख्न चाहन्छौँ भनेर आज उहाँ खुसी हुनुहुन्छ। हामी उहाँहरूलाई नै खुसी बनाउनलाई हामीले यो सब गरेको हो होइन। उहाँहरूको आशीर्वादले तपाईँहरू पनि खुसी रहनु होला। उहाँको आशीर्वाद यो सबै यो टिम पुष्करको सपोर्टिङ टिमलाई पनि लागोस्। विगतमा धेरै गरिसकेका छ, त्यतिखेर ग्रुप थिएन, सिङ्गल थियो। अहिले हामीले ग्रुपै बनायौँ। अझ हामी भोलि आउने दिनहरूमा अझै योभन्दा राम्रो कामहरू गर्दै जानेछौँ भन्ने आशावादी छौँ। भोलिको दिनमा अझै राम्रो गर्ने अझै पनि हामी गर्न सक्छौँ भन्ने हामीले पक्कै पनि आशा राखेका छौँ। आज हो जाने बासा यो हजुर यहाँ यो पुष्कर भाइलाई सबैलाई मेरो नमस्कार छ हजुर। मेरो अवस्था यसो थियो, राणबुढी मान्छे थियौँ हजुर, एकल महिला हुँ, मेरो सारा कोही पनि छैन। यी मेरो बच्चा नाना बच्चा छन् हजुर। यिनले मलाई सहयोग गर्यो, धेरै धेरै धन्यवाद। यिनीहरू हौसला बढ्छ, हाम्रो गरिबको आशीर्वाद हजुर यिनीहरूलाई लाग्छ हजुर। जति यिनीहरूले हामीले कहाँ कष्ट खायो उसरी यिनीहरूलाई हाम्रो आशीर्वाद यिनीहरू साथ यिनीहरू हौसला बढ्छ।